भूमि सम्बन्धी समस्या समाधानको लागि खोलिएको आयोगले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो सरोकारवालाले गरेका छन्। कार्यालय राखेर बजेट हिनामिना मात्रै भएको भन्दै भूमिहीनले जिल्लास्थित कार्यालय समेत घेराउ गरेका छन्। सरकारले नियुक्त गरेका मानिसबाट काम नहुने भन्दै पीडितले राज्यले नै कर्मचारी खटाएर समस्या समाधान गर्नुपर्ने बताएका छन्। पूर्व जिल्लाको हकमा 751 विगत उदय समितिको पालाका चाहिने निवेदनहरू हुन्। 751 मा एकजना मान्छेको पनि पूर्जा नबाँडेपछि डुडुन्टा आयोगले काम के गर्यो भनेर भन्न सकिन्छ त? कार्यालयले कार्यालय व्यवस्थापन अध्यक्ष र सदस्यको तलब र भत्तामा मात्रै गत वर्ष 16 लाख र यो वर्ष 7 लाख खर्च गरिसकेको छ। तर भूमिहीनलाई जग्गा उपलब्ध गराउने कार्यमा ठोस उपलब्धि भने भएको छैन। यो आवामा खासै तलब र मिटिङ भत्ता बाहेक अरू केही भएको छैन। अघिल्लो आवामा चाहिँ हाम्रो जम्मा बजेट आएको थियो 34,93,000। त्यो मध्ये चाहिँ खर्च भएको भनेको 16,21,698 थियो भने यो आवामा चाहिँ हामीलाई जम्मा प्राप्त बजेट 34,38,000 थियो भने जसमा 7,15,552 रुपियाँ मात्रै खर्च भएको छ। मलाई जति खर्च भयो त्यो भयो। अर्को चाहिँ त्यही अफिस बैठक भत्ता र तलब नै हो। अरू सिस्टममा त बजेटै छैन। पछिल्ला दुई आयोगका जिल्ला स्तरीय पदाधिकारीहरूले नै कुनै पनि काम नगरेको कारण आयोग नै खारेज गर्नुपर्ने माग समेत उठेको छ। पर्वतका 7 स्थानीय तहका 800 भन्दा बढी भूमिहीन, अव्यवस्थित बसोबासी र दलित सुकुम्बासीले भूमि आयोगमा आवेदन दिएका छन्।